साथीहरू आज नयाँ नयाँ सब्जी बनाउन गइरहेको छु। त्यसमा फुलकोपी छ, भेन्डी छ, आलु छ। त्यसको लागि कराई बसाले, कराईमा तेल हाले। कराई अलि पहिलेदेखि तातेको थियो, तेल हाल्दा अब खरिसकेको छ। अब चाहिँ प्याज हालेको छु। प्याज हालिसकेपछि प्याज पनि अब लगभग ब्राउन भइसकेको छ। अब सब्जी हाल्दैछु। सब्जी हालेपछि एकदम राम्रोसँग भुट्नुपर्छ। यसलाई भुटेर पकाइसकेपछि राम्रोसँग लगभग 2-3 मिनट जति भुटेर पकाइसकेपछि राम्रोसँग टेस्टी हुन्छ। त्यसैले राम्रोसँग भुट्न नभुल्नु होला। त्यसको लागि चाहिँ म अहिले भुटिराखेको छु है। 2-3 मिनट भन्दा बढी नै भुटेको छु। त्यसलाई राम्रोसँग भुटिसकेपछि एकदम राम्रो टेस्टी हुन्छ सब्जी चाहिँ। त्यसैले सबैभन्दा पहिला सब्जीलाई राम्रोसँग भुट्नु होला। त्यसमा 1 चम्मच बेसार एड गरेको छु। त्यसमा पछि फेरि 1 चम्मच नुन आफ्नो स्वाद अनुसार एड गरेको छु। एउटा काटेर राखेको थिएँ टमाटर, त्यसलाई पनि एड गरेको छु। त्यसलाई एड गरिसकेपछि राम्रोसँग चलाएर चारैतिर मिक्सिङ हुने गरी राम्रोसँग टकटक चलाउनु। त्यसमा राम्रोसँग चलाइसकेपछि अलिकति टमाटर गल्न दिनुपर्छ। टमाटर गल्न दिइसकेपछि गरिसकेपछि त्यसपछि फेरि यहाँ लसुन अदुवा हरियो खोर्सानीको पेस्ट बनाएको थिएँ, त्यो पेस्ट हालेको छु। पेस्टलाई हालिसकेपछि एकदम राम्रोसँग चारै दिशा लाग्ने गरेर एकदम राम्रोसँग चलाउने। चारै दिशा लागिसकेपछि यसको स्वादै अलग्गै हुन्छ। एकदम राम्रोसँग चलाइसकेपछि हामीले फेरि एकछिन 5-10 मिनट ढाकेर पक्न दिनुपर्छ। पाकिसकेपछि त्यसपछि फेरि निकालेर एकदम राम्रोसँग पाकिसकेको छ। अब फेरि राम्रोसँग चारै दिशा लाग्ने गरेर अहिले त बास्ना आइन सुरु गरिसकेको छ। अब बास्ना आइसक्यो, अब तरकारी रेडी भइसकेको छ। त्यस रेडी भइसकेपछि अब खानाको लागि रेडी भइसकेको छ है। यसमा मैले हरियो धनिया काटेर राखेको थिएँ, हरियो धनिया मिसाउँदैछु। माछा सरेर छरेको छु, त्यसैमा मिक्सिङ गर्दै आजको रेसिपी रेडी भएको छ। हस् त, धन्यवाद।